के कुराहरू गर्न सकिन्छ जो विक्रम भाइले चाहिँ बताउनुहुन्छ। अहिले हामी यहाँ नास्पातीको पनि सुरु गरिसकेका छौँ। हाम्रो चाहिँ जस्ट यो ड्रिङ्क्सहरू बनाउने मात्र होइन कि त्यो मेसिनहरू पनि बनाउनेमा हामी चाहिँ कोसिस गर्दैछौँ कि हाम्रो यहाँको जुन किसानहरू छन्, हाम्रो स्याउ किसानहरू, नास्पाती किसानहरू, विभिन्न फलफुलका किसानहरू, उनीहरूले चाहिँ आफ्नो फार्ममै सानो मिडियम स्केलमा चाहिँ उनीहरूले चाहिँ प्रड्युस गर्न सकौँ अनि आफ्नो एरियामा टुरिज्मको लागि उनीहरूले चाहिँ त्यहीँबाट सेल पनि गर्न मिलोस् भनेर हामीले एउटा प्रोटोटाइपहरू डेमो गरेर चाहिँ हामीले यहाँ ट्राई गर्दैछौँ अनि किसानहरूलाई त्यो प्रमोट गर्ने हामीले। देखिहाल्नु भयो, यो स्याउको भयो, नास्पतिको भयो, अब किवीको पनि हामी बनाउनलाई कोसिस गरिरहेछौँ। र अब अर्को कुरा चाहिँ हामीले यो अल्कोहल फ्री चाहिँ बियर पनि त्यसमा पनि हामीले हाम्रो ल्याबमा चाहिँ त्यो बनाउने प्रयास गरिरहेका छौँ। ल धन्यवाद हो। हेर्नु होला फेरि चाहिँ भविष्यमा अरू यहाँ के विकास हुँदै जान्छ त्यो कुराहरू चाहिँ म बताउँदै गरौँ ल।